हेलो साथीहरु, आज चाहिँ म तपाईहरुको समक्ष पर्क मोमो झोल मोमोको रेसिपी लिएर आएको छु। सुरुमा यसरी नै प्याजलाई ग्राइन्ड गर्नु होला, काट्नु होला। त्यसपछि मैले चाहिँ यहाँ प्याज, धनिया, मेन अदुवा हो पर्क मोमोको लागि मिठो हुने, स्वाद अनुसार नुन, जिरा धनियाको पाउडर लगाएको छु। अनि मानिसहरूले चाहिँ मोमो मसलाहरू के हाल्छ, मलाई चाहिँ त्यस्तोहरू हालेको मन पर्दैन। जस्ट घरमा बनाएको थोरै मसला लगाउँछु, अजिना मटरहरू पनि लाउँदिनँ मलाई चाहिँ मोमो सादा नै मन पर्छ। त्यसपछि मजाले यसरी अलिकति तेल लगाएर मजाले मुस्नु होला। जति किमा मुस्यो भिज्यो त्यति नै मोमोमा टेस्ट आउने हो र जुसी पनि हुन्छ। यसलाई मजाले मुसेर चाहिँ आधी घन्टा 1 घन्टा छोपेर राखिदिनु होला। मैले चाहिँ यसरी मोमो बनाउन सुरु गरेँ। मोमोको भिडियो त पहिलाको भिडियोमा पनि छ मेरो। आज चाहिँ झोल मोमो ट्राई गर्दैछु। यसरी मोमो पनि पाक्यो। अब यसको लागि चाहिँ झोल बनाउनुको रेसिपी हेर्नु होला। मैले बदाम भुटे, त्यसपछि तिल भुटे। कतिजनाले चाहिँ भट्टा पनि लगाउँछ, तर म चाहिँ मन पर्दैन, लाउँदिनँ। भुटेर राख्नु होला। त्यसपछि यता तेल लगाउनुहोस्। त्यसपछि प्याज थोरै, लसुन खोर्सानी अनि टमाटर लाउनु होला। यसमा चाहिँ स्वाद अनुसार नुन र थोरै बेसार लगाएर मजाले छोप्नु होला। छोपेर पकाउनु होला, छिटो पाक्छ। यसरी टमाटर राम्रोसँग पाकिसकेपछि यसलाई एकछिन सेलाउनु होला। सेलाएपछि चाहिँ यसलाई मजाले ग्राइन्ड गर्नु होला। ग्राइन्ड गरिसकेपछि मैले अघिको बदाम र तिललाई पनि यसरी सुक्खा ग्राइन्ड गर्दैछु। यसरी गर्नु होला तपाईहरुले पनि। त्यसपछि टमाटर ग्राइन्ड गरिसकेपछि राम्रोसँग यसमा फ्रेस धनिया पनि लगाउन सक्नुहुन्छ। मैले चाहिँ थोरै हालेँ। अनि यसरी राम्रोसँग ग्राइन्ड गरेपछि अघिको त्यो भुटेको तिल र बदाम पिसेको धुलो यसमै लगाएर फेरि पिस्नु होला। अनि कतिको बाक्लो खानुहुन्छ त्यही अनुसार झोल पानी लाउनु होला झोलको लागि। अनि माथिबाट यसरी फ्रेस लेमन हालेर सर्भ गरेर खान सक्नुहुन्छ। अनि तपाईहरुलाई यो भिडियो मन पर्यो भने यसरी बनाएर खान सक्नुहुन्छ। घरमै बनाएको हेल्दी टेस्टी हुन्छ। थ्यांक यू फर वाचिङ। लाइक गर्नु होला, शेयर गर्नु होला।